Hello, namaste everyone. We are going to Chia Bagan. हेर्न सक्नुहुन्छ चिया बगान। आज हामी चिया बगानको लागि भिजिट गर्न गइरहेका छौँ। यहाँ हाम्रो दिदीले चाहिँ दाउरा पनि खोज्दै हुनुहुन्छ। हेर्न सक्नुहुन्छ। ए ल लिनु बोरा। ओ हेर्न सक्नुहुन्छ दृश्य यहाँनिर चिया टिपिने बेला अब भएको जस्तै छैन, टिपिसकेको छ। चिया बगानहरू सर्लक्कै हेर्न सक्नुहुन्छ है। यस्तो उहाँसम्म रहेछ, परसम्म रहेछ, हेर्न सक्नुहुन्छ। के गर्नु, दाउरा यहाँ पाइन्छ, घुम्दै पनि दाउरा पनि टिपौँ भनेर आएको। हामी चाहिँ यहाँ देख्न सक्नुहुन्छ गेट छ सिधा। म देख्न सक्नुहुन्छ यहाँ म छु। उफ, गर्मी छ एकदम धेरै गाइस यहाँनिर। ओ ब्युटिफुल प्लेस, तर एकदम धेरै शीतल छ अहिले चाहिँ यहाँ, गर्मी भए तापनि। यो चाहिँ चियाको हो भेना, यो के हो? खोइ आँपको रुख। ए उयो ठुलो रहेछ त। हेर्न सक्नुहुन्छ चिया भनेको यस्तो हुन्छ। चियाको रुखहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले प्रत्यक्ष। मान्छेहरू टन्नै आउँछ होला है खोज्नको लागि। यो सुकेको रहेछ हो। यो दिँदैन है, तर त्यसमा त अलिक झरेको छ कि। त्यसमा त त्यो रुखनेर जाने हो, ऊ त रुखनेर झरेको छ कि। हामी जाँदैछौँ गाइज त्यहाँनिर उता रुखमा। हामी दाउरा त्यहाँ छ कि भन्ने एउटा आश पलाएर गएको छौँ। बेजोक रमाइलो भएको छ साथीहरू यहाँ बन्दको कारणले गर्दाखेरि। हेर्न सक्नुहुन्छ साथी, यस्तो धेरै छ, बाटोहरू पनि यस्तो छ, डर मर्दछ साथी बाटो पनि। अनि यहाँ जाने भने होइन, त्यसको बाउको त साथीहरू यस्तो गाडीमा आएको छु म। सक्नुहुन्छ यहाँ म यस्तो गरेर हिँडिरहेको छु साथी। यस्तो आएमा म फेरि निक्लिसकेँ यहाँबाट, यहाँ आइपुगेँ। हेर्न सक्नुहुन्छ साथी, मैले चाहिँ छाता बोकेको छु। गर्मीले मैले गन्जी मात्र लगाएको छु, टी सर्ट यहाँ छ। यस्तो धेरै गर्मी त लास्टै। यति रमाइलो छ कि चिया बगान हेर्न सक्नुहुन्छ। सारा